ल ल ल ल ल ल क्याजुअल पुण्डित सुण्डित यो थर्डको फिक्सर्स भन्दा अगाडि हामीले एकजना यस्तो गेस्ट लिएर आएको छ जो मल्टी डाइभर्स। दाइको एउटा मात्रै नराम्रो पार्ट भनेको दाइले आर्सेनल सपोर्ट गर्नुहुन्छ, त्यो बाहेक सबै गुण मलाई ठिक लाग्छ होइन। एउटा मात्रै ओन्ली न्यारो कोरिडोर द्याट ही निड्स टु चेन्ज इज आर्सेनल होइन, क्याननको बाटो त्यो चाहिँ दाइले चेन्ज गर्नुपर्ने छ। त्यो बाहेक एभ्रिथिङ इज फाइन। के छ त हालखबर? एकदम ठिक छ। प्रिमियर लिग जित्न रमाइलो हुँदो रहेछ। तर फेरि अर्जेन्टिना सपोर्टर हो होइन। अर्जेन्टिनाले वर्ल्ड कप जित्यो भने नि आर्सेनल कुनै प्लेयरले नि जित्दैन कि। कोही पनि को छ छैन नि छैन। नि हो। That would be the good one के फेरि। चेल्सी खाने मेरो त नभनौँ होला, म देशलाई नै माया गर्छु। मेरो देश छैन वर्ल्ड कपमा तपाईँले मलाई सोध्नु भएको छ कुहिले इन्डिया हारेकै मलाई चाहिँ मेरो देश वर्ल्ड कपमा छैन। बट लाइक गेम्स कतिको फलो गर्न टाइम, किनभने आँखा अलिक ठिकै दिएँ मैले। अनि युजली राति नै ढिलै सुत्दिने हो युजली पनि होइन। त्यो भएपछि यसो साइडमा काम गर्दा पनि यसो एउटा स्क्रिन खोलिदियो अनि प्रायः म्याच चाहिँ हेऱ्यो भनौँ। ठुलो म्याच त खासै छोडिएन, तर अरू पनि यसो जे आइरहेको छ एउटा लगाएर चाहिँ हेर्ने गरेको। आई थिङ्क थोरै त हामी क्लब फुटबल त अब छुन्ने बेला नै छ होइन। बट आई थिङ्क बेल्जियमबाट ट्रोसार्ड लाइक राम्रो खेल्यो गजब होइन, गजब खेल्यो। बट डेक्ल्यान राइस दाइ लेट्स हिट सुरुमा होइन, तपाईँहरूको राइस आफ्नै राइस। ग्रेम सुनेसको कतिको स्टेटमेन्ट तपाईँले कभर गर्नु भ्याउनु भयो होइन। दाइ थोरै ब्रेकमा हुनुहुन्छ। सुनेसलाई चाहिँ त्यो डिफेन्डर हो, त्यो मिडफिल्डर होइन भनेर चाहिँ ग्रेम सुनेसले भनिसकेको छ होइन। सो लाइक उसको पर्फर्मेन्स राइसको हर्स घोडा भन्छौँ त क्रेजी जाने पुगिदिन्छ, जे नि गरिरहेको छ। मेहनती चाहिँ क्रेजी मेहनती प्लेयर हो। अब त्यो ट्याक्टिकली फिट हुन्छ हुँदैन सबै सिचुएसनमा। जस्तो अस्तिको सेमी फाइनल्समा पनि राइस किन निकालिरहेको छ तिमी? राइस त ग्रोइङ अप त सेन्टर ब्याकै खेलिरहेको नि त। सो तिमीलाई डिफेन्सिभ नै सोलिडारिटी चाहिएको छ भने पनि त राइस थियो। तिमी राइस किन निकालिरहेछौ? एउटा त आर्सेनलको फ्यानले मन दुखिहाल्छ होइन किन निकालिरहेको छ राइस भन्ने कुरा। मलाई पर्सनली चाहिँ गजब लाग्छ गेम उसको। मन दुख्यो त्यो दिन होइन राइस निकाल्दाखेरि मन दुख्यो अफकोर्स। राइस क्लब अगाडि आउँछ के, अनि उसले त अट्याक पनि गर्न सक्छ नि त, सपोर्ट गर्न नसक्ने होइन नि त, सक्छ। उसले बल जित्न सक्छ, तिम्रो लास्टमा कुद्न सक्छ। तिमी निकालेर के गरिरहेछ? तिम्रो डिफेन्सिभ खासै ट्याक्टिक त काम गरेन। सो भनेपछि वाट वर यु ट्राइङ टु डु भन्ने मैले देखेको चाहिँ होइन, मैले देखेँ लाइक बिफोर द गेम होइन, अर्जेन्टिना भर्सेस इङ्ल्यान्डको गेममा मल्टिपल पण्डिट्सहरूले कुरा गरे नि त होइन, वी आर बेटर देन देम होइन। दिस इज द एकदम स्विट स्पट जहाँ हामीले अर्जेन्टिनालाई जित्न सक्छौँ। एभ्री डिपार्टमेन्टमा वी क्यान लाइक जो कोलले त लाइक लेट्स पुट मेसी इन्टु द बेड पनि भनिसकेको थियो होइन, मैले त्यो कुरा पनि गरिसकेको थिएँ। बट गोइङ टु द गेम होइन, इङ्ल्यान्ड लुक nowhere like near Argentina के no better they if they were better नि होइन, if their player were better than Argentina team नि होइन, if the changes नआउँदा पनि के लाइक गेमको फेज 60 देखि 80 सम्म जुन फेज गयो नि होइन, त्यहाँ त इङ्ल्यान्ड लुक एकदम पुवर नि। लाइक बेटर हुने भयो त एक गोल हानिसकेपछि लाइक ल ठिक छ थोरै आफ्नो इनर्जी बचाएर थोरै होइन, लाइक गोल हाने इनर्जी बचा बिचमा मारे त्यसपछि फेरि त्यहाँबाट छैन। लाइक चेन्जेस गरे पनि ल मानौँ चेन्जेस गर्यो रे टुकेलले होइन, दे प्लेड सुड बी बेटर देन अर्जेन्टिना नि चेन्ज गरे पनि तर थिएन नि त। बट फेरि कस्तो भन्दाखेरि 4-3 पासेस नै बिल्ड गर्न नसक्ने हो भने होइन अगेन्स्ट त्यो अर्जेन्टिना जुन चाहिँ इङ्ल्यान्डकै हातमा बसेको छ होइन, इजिप्टले पेले आयो त्यो अर्जेन्टिनालाई। नै तर हजुरको ट्याक्टिकल्ली एउटा कुरा होइन, बट त्यो पण्डितहरूले जजमेन्ट गर्न सकेन भन्ने जुन कुरा छ नि, यस्तो कि उनीहरूले फकल्यान्ड पछि खासै जजमेन्ट गर्न सकेको छैन क्या। बिकज कतिवटा प्रधानमन्त्री भयो थाहा छ होला अहिले होइन, जतिवटा प्रधानमन्त्री फेरिरहेछ नि जजमेन्ट हेज बिन द लिस्ट थिङ दे हेभ डन हुन्छ नि अहिलेको पेजमा क्या। अनि प्लस अर्को कुरा भने म फेरि अलिकति ब्लेम पनि तिनीहरूलाई दिन्न। मलाई लाग्छ नि थोरै उनीहरू आफ्नो इङ्ल्यान्डको टिम कसो छ भन्ने पनि रिड चाहिँ कम गरे, कन्सिडरिङ द फ्याक्ट उनीहरू ग्रुप स्टेजमा ड्र थियो। मोरिमेटी होइन मेक्सिकोसँग पनि आई मिन त्यो मोरिमेटी नै हो जित होइन। त्यहाँ चाहिँ उनीहरूले चाहिँ आफ्नो चाहिँ थोरै हेक्का गरेनन् कि अलिक के हो भन्ने हेरेनन्। अर्जेन्टिनाको चाहिँ धेरै हेरे होइन, अर्जेन्टिनाको धेरै हेर्दाखेरि चाहिँ दे आर नट रङ। लाइक इफ हुन्छ नि त्यो फ्रान्सको पण्डितले भनेको चाहिँ म पनि ठिकै हो भनिदिनु है फेरि, किन भन्दाखेरि
अब इजिप्टसँग 2-0 डाउन गएको थियो, भोकमरी ढ्याङ्की ढ्याङ गरेर जित्यो। सो नाउ टु थिङ्क लाइक ओके दिस माइट बी द मोमेन्ट यार, होइन यो होला हान्न मिल्ने भन्दाखेरि यस्तो गरेर यस्तरी त्यो त नि कल द एम्बुलेन्स नट फर मी वाला त्यो नि त्यो बुढोवाला मिम त्यो गरिदियो बुढाहरूले होइन। त्यो त्यही भएर चाहिँ प्लस होइन, तर मलाई लाग्छ इभन जस्तो टुकेल हुन्छ नि, यो यति नराम्रो चेन्जेस चाहिँ मैले कहिले सोचेको नि थिएन क्या। लाइक टुकेलबाट चाहिँ मैले लाइफमै सोचेको थिएन है। लाइक हजुर चेल्सीबाट देख्नुभएको छ होइन टुकेललाई, होइन लाइक जुन टुकेल देखिया छ नि, जसले चाहिँ यति धेरै टुर्नामेन्ट मोडलमा राइट डिसिजन्सहरू लिन्थ्यो, राइट सेटअपमा जान्थ्यो, फर हिम टु मेक त्यो खालको ब्लन्डरस मिस्टेक्स हुन्छ नि, मलाई चाहिँ त्यो अलि हुन्छ नि चित्त बुझ्न लागेन। बट मैले बुझ्दाखेरि चाहिँ होइन इङ्ल्यान्ड वेयर क्यापेबल अफ लाइक डिफेन्डिङ द्याट लिड के लिड भन्दा नि त्यो मोमेन्ट प्लेइङ द्याट गेम भनौँ न बरु, दे वर क्यापेबल अफ प्लेइङ द्याट गेम। बट माइन्डमा यो पनि हुनु पर्थ्यो कि अरे यार अर्जेन्टिनाले 2-2 गेम भयो या 3-3 गेम भयो यसरी जितेर आएको छ होइन। अर्जेन्टिनालाई उनीहरूको म्यानेजरले भनेको छ वाट ग्रुप अफ प्लेयर्स भनेर गएको छ होइन। अब त्यो चाहिँ माइन्डमा राख्नु पर्थ्यो। बट फर्स्ट चाहिँ मिस्टेक गरे 5-3-2 बनाउनु मिस्टेकै थियो होइन। 5-4-1 रिकरेक्सन हो त्यो होइन, जुन डिफेन्सिभ रिकरेक्सन गरेको। बट अब के गर्नु त यार, मेसीलाई राइट फुटमा लिएर गएकै हो, अब उसले त राइट फुटबाट त्यस्तो क्रस हान्छ भने त अब के गर्ने त त्यो। लाइक मेसीलाई त राइटमा लिएर गएको हो नि होइन। मेसी आफै ल यताबाट छ क्या, किनकि त्यो एन्जो बोलाउँदाखेरि पनि एन्डरसन आइपुगिसकेको थियो क्या। एन्जोलाई 5 दिने बेला पनि जेड स्पेसले ल्या बक्समा एन्डरसन आइसकेको थियो कि त्यो थोरैले मात्रै एन्जोसँग बल पुग्यो, त्यहाँबाट हाने ल गोल भयो होइन। सेकेन्डमा पनि त उसलाई त्यो निको ओराइली र जेड स्पेन्सले राइटतिर लिएर गएको। अब मेसीले राइट फुटले क्रस हानेर ट्याकै टाउकै पारिदिन्छ भने त अब त्यो के भन्ने कि होइन। त्यो फेरि एक त स्टोन्स टाउको समातेर गएको मान्छेलाई होइन, फेरि पठाउनु पनि मलाई चाहिँ त्यो उ लाग्यो क्या होइन, अलिक धुलो धुलो छ है भनेर गछ जब, किन त्यसले यसो यसो पनि चेक गराएको हो नि त सबै। होइन त्यो लौटारो गोल त सकर पञ्च नै खाएको। अल्सो हामी 1-0 चाहिँ फुल 90 मिनट डिफेन्ड गरिदिन्छ भन्ने सोच्नु चाहिँ त्यो चाहिँ तर मलाई के लाग्छ त्यही भने कि मलाई के 20 लाग्छ 30 मिनट फर्किन्छ फुल त होइन। हजुरको केही नभए पनि आई थिङ्क 52 मिनटमा लिड ल्यायो जस्तो लाग्यो। 55 मा हो 55 मा लिड ल्यायो। 55 मा लिड लिएको होइन। तर लिड लिने बित्तिकै होइन कुनै पनि म्यानेजरले त्यो होल टिमलाई, किनकि त्यो टाइम पनि हुँदैन क्या म्यानेजरसँग नि आइज पछाडि सर भनेर, किनकि टुकेल आएर त्यति साह्रो आएर एनिमेटेड त्यो तरिकाको थिएन भन्ने कि। फर्स्ट दे वर प्लेयर्स के प्लेयर्स आएको हो पछाडि, अनि टुकेलले लाग्यो कि यसैलाई सोलिडिफाई गर्नुपर्छ होइन, यही कुरालाई सोलिडिफाई गर्नुपर्छ। अगेन्स्ट मेक्सिको हामीले यसैले जित्यो, मेक्सिकोलाई त क्रसै हान्न दिएको होइन। सो लेट सोलिडिफाई दिस भनेरै उता जेम्स पनि खुट्टा तन्काएर बस्न थालिसकेपछि ल अब यो गोर्डन निकाल्नु फर्स्ट मिस्टेक त्यहाँनिर हो। किनकि त्यो च्यानलमा मान्छे भएको भए नि नो वे कि त्यो मोलिना मोन्टियल चेन्ज गरेर मोन्टियललाई उहाँ लिएर जाँदै जान्छ, चान्सै थिएन होइन। मोन्टियललाई सब गरेर मोन्टियललाई त अगाडि पनि इनसाइड पठाउनु चान्सै थिएन। फेरि मलाई चाहिँ फेरि यो अब लाइक इफ कोचिङ सिरियस लियो भने थाहा हुन्छ होइन, गर्न गइयो भने मलाई कहिले मैले देखेको कुरा म्यानेजरले कसरी देखेन यार भन्ने हुन्छ क्या मलाई कहिले काहीँ। बिकज यो भनेको त हजुरको जहिले गरेको चेन्ज हो नि त। मोन्टियल मोलिना त अब लाइक मेरो बाउले कान्तिपुरदेखि एनटिपी लगाए नै भइसकेको थियो क्या त्यो होइन, ट्याङटुङ मात्रै भने त्यसमा टु चेन्ज समन लाइक गोर्डन विच डिफेन्सिभली चाहिँ डिफेन्सिभ त राम्रो प्लेयर हो। अनि अर्को कुरा इफ यु आर प्लेइङ फर न्यू क्यासल तिम्रो प्रेसिङ स्रेसिङ हान्ने कुरो सबै कुरा ठिक भइहाल्छ। त्यो एडियाको फुटबल नै त्यही हो होइन। अनि त्यो डिसिजन लियो, अनि त्यही अब 5-3-2 र 5-4-1 मा आउँदाखेरि चेन्जेस भनेको सेकेन्ड लाइनमा चाहिँ विथमा पनि प्लेयर थियो, अब रहेन होइन। अनि त्यसमा मेसी जस्तो प्लेयर थियो। सो अनि प्लस आई थिङ्क मलाई एउटा फिल भएको कुरा दाइलाई पनि सोधिहाल्छु होइन, एन्डरसन र राइसको मिडफिल्ड चाहिँ लाइक हजुरलाई कतिको ब्यालेन्स के लाग्छ त यार? ब्यालेन्स हुनुपर्ने तर भएन जस्तो लाग्छ मलाई पर्सनली चाहिँ। अन पेपर गजबले काम गर्ने, तर त्यो हेर्दाखेरि चाहिँ समथिङ इज अफ, त्यो रिजिडिटी भएको हो कि त्यो फ्लो नभएको हुन्छ। त्यो इङ्ल्यान्डको टिमको हरेकचोटिको समस्या त्यही हो। अन पेपर प्लेयर गजब छन्, इन्डिभिजुअली चाहिँ मिठो क्लिक हुनुपर्ने, बट इट नेभर क्लिक्स। यो अहिलेको होइन, यो 20 वर्षदेखि चाहिँ सधैँ त्यही चलिरहेको। त्यो क्लिक चाहिँ भएको जस्तो चाहिँ लागेको थियो होइन मलाई, तर क्लिकको साउन्ड चाहिँ आएन होइन। टुकेललाई हो त्यो टुकेललाई हो क्लिक भएको होइन, किनकि लाइक
नो वान इज एक्सपेक्टिङ त्यो ब्रिलियन्ट गेम प्ले क्रिएटिभ गेम प्ले फ्रम राइस एन्ड एन्डरसन होइन त्यो एउटा मिडफिल्ड स्टेबिलिटीको लागि नै लिएर आएको त्यही भएर मिडफिल्डमा रिस जेम्स जस्तो प्लेयर पनि इन्क्लुड गरेर लिएर गएको टुकेलले होइन रिस जेम्सलाई पनि जोर्डन हेन्डरसन as जोर्डन well. हेन्डरसन एज वेल होइन अब कोबी मेनुले एकचोटि पनि खेल्न पाएन लाइक सकingly होइन I'm not surprised but होइन, still होइन सरप्राइज हुनुपर्छ क्या द गेम हिज प्लेइङ नि त्यो टुकेलले जसरी खेलाएर आयो नि मोमेन्ट नपाउनु भने त नि कोबी मेनुले किनकि राइस उसलाई थाहा छ कि बेलिङम छ होइन बेलिङम उसलाई कसरी पनि गोल निकालिदिन्छ अनि एउटा केन छ होइन इफ मिडफिल्डमा थोरै समस्या भयो भने केन मिडफिल्डमा आइदिइहाल्छ अस्तिको गेम हेर न केन त त्यो मोर्गन रोजर्सलाई त बल दिँदाखेरि त्यो हानेको केन हो क्या त्यो उहाँबाट त्यत्रो लङ हाने क्या त्यही त हामी बोल्दा बोल्दै अनि सो मैले नि क्लिक गरेको छ भनेको डिफेन्सिभ मिडफिल्ड सोलिडिटी दिएको छ अगेन्स्ट अर्जेन्टिनासम्म आउँदा त्यहाँसम्म आउँदाखेरि त दामी नै खेल्यो दुइटा अझ भन्छु म एन्डरसन खतरा खेलेको होइन बट अब अगेन्स्ट अर्जेन्टिना त्यो बाइपासै हान्दिएको अर्जेन्टिनाले त्यो बाइपास हान्ने सिचुएसन उनीहरूले बनाइदियो किनकि फर्स्ट हाफ 55 मिनटसम्म त ब्याक एन्ड फोर्थ नै चलिरहेको थियो किनकि इङ्ल्यान्डले पनि लिएर गइरहेको थियो अर्जेन्टिनाले पनि प्रबल थियो अर्जेन्टिनाले नि त्यो क्विक सर्ट पासेसहरू गरेर बल अगाडिसम्म लिएर जान खोजिरहेको थियो बट त्यो अट्याक चाहिँ बिल्डअप गर्न सकेको थिएन बट गोर्डनको गोल आयो नि त्यो गोर्डनको गोल आउनु भनेको त्यो इङ्ल्यान्डको लागि श्राप जस्तो भयो क्या मैले अघि नै भने खेलाडी आफै ड्रप गर्न थाले क्या त्यो पछाडि गोर्डन त्यत्रो त्योभन्दा अगाडि होइन मैले एकचोटि हिटमा हेरेको अस्तिको होइन गेमको अगाडि केन र बेलिङम साइड टु साइड बसिरहेछ मोर्गन छ गोल हानिसकेपछि मोर्गन मात्रै अगाडि छ मोर्गन मात्रै अगाडि छ मोर्गन पछाडिपट्टि अलिकति पछाडि बेलिङम अरू सबै पछाडि केन धरि पछाडि छ क्या भनेको त्यो इट्स नट कि त्यो म्यानेजरले नै ल केटा बस भने होइन क्या त्यो बट अगेन जस्तो त्यसमा फेरि केनले फेरि थोरै कन्ट्राडिक्ट गर्छ क्या कुरा बिकज केनले के भन्यो भने आफ्टर द गेम 1-0 अफ मात्रै हुँदाखेरि वी क्यान्ट प्ले लाइक द्याट भनेर उसले चाहिँ भन्यो सो मलाई चाहिँ कतैबाट चाहिँ फेरि केनले आफै त्यो डिसिजन लियो जस्तो लाग्दैन बिकज केन लाइफमा आफै डिसिजन लिन सक्ने भयो अहिलेसम्म राम्रो क्लब पुग्थ्यो त्यो बहुत पछि मात्रै बायर्न म्युनिक पुग्यो होइन केन आफ्नै बलमा चाहिँ त्यति राम्रो डिसिजन लिन सक्ने मान्छे चाहिँ होइन के बिकज त्यो हुन्छ नि अब उसले चाहिँ किनभने पोस्ट म्याचमा आएर नत्र भन्दैन नि त म चाहिँ मलाई लाग्छ 1-0 हामी अब हुँदाखेरि जान हुँदैन भनेर नभन्ने पर्ने त्यसले तर होइन यस्तो अब सबै गए साथीहरू गयो अनि खाल्टो देखेर स्ट्राइकरको मान्छेलाई होइन अगाडि लाइन लिड गर इफ एउटा मात्रै मान्छे पनि होइन लिजान्डर त रोमेरोको बिचमा भएको भए होइन त्यो त एउटा स्ट्रेच त हुन्थ्यो नि त फिल्ड स्ट्रेच हुन्थ्यो नि मेरो यिनीहरूको स्ट्राइकर मै नजिक छ म किन अगाडि जानु भन्ने त हुन्थ्यो नि अरे बाप्रे यार बलसँगै मान्छे पनि सँगसँगै ट्रान्जिट गरिरहेको छ अर्जेन्टिनाको उनीहरू त पत्तै भएको छैन अनि हाइड्रेसन ब्रेक आउँदा आउँदा त माहौल बिग्रिसकेको थियो क्या त्यही माथि हाम्रो अब इन्जोर्ड जेम्स होइन त्यो कति पो खेल्छ र त्यो खुट्टासम्म थालिसकेपछि टेन्सन भयो नि त राइट विङमा चाहिँ मर्गन रोजर्स खेलिरहेको छ जो आई थिङ्क धेरै गेम पनि खेलेको छ नि होल सिजनभरि उसको त्यो नेसनल पोजिसन पनि होइन सेकेन्ड स्ट्राइकर राम्रो खेल्छ बरुलले सो को छ राइट विङमा एटलिस्ट राइट विङमा कोही एउटा राम्रो भएको भए टेक अन लिन्थ्यो एटलिस्ट अलिकति त्यो पुस गर्थ्यो नि त त्यो पनि कोही थिएन साका त बरु जब आएको थियो योभन्दा अगाडिको गेम डिड गुड है त्यसमा म भन्दैन उसले राम्रो गर्छ भनेको मेडवेकै भन्दा त साका निन्द्रामा पनि राम्रो खेलिदिन्छ क्या होइन त्योमा त त्यो समस्या छैन बट अब अगेन मेरो पोइन्ट भनेको चाहिँ दिस इज समथिङ द्याट टुकेल डिड अन हिमसेल्फ होइन जस्तो मान्छेले चाहिँ भनिरहेछ कि अरे प्लेयरले पर्फर्म गर्ने यताउति होइन त्यो त उसले आफैले लिएको डिसिजन नै हो कि हो होइन अब जस्तो मानौँ ऊ सोचिरहेछ कि मेरो स्क्वाडलाई जेल अप गर्नको लागि केटाहरूलाई रमाइलो गर्नको लागि चाहिँ जोर्डन हेन्डरसन चाहिन्छ होइन लिडरसिप हुन्छ नि त्यो फुगाजी स्टफ जुन गरिरहेको थियो म अनेस्टली वर्ल्ड कपको बेलामा एउटा स्क्वाड तपाईँ लिडरसिपको लागि कस्तो एमबिए क्लास हो यार होइन लाइक मोमेन्ट्स फर एभ्रिथिङ होइन जुन टुकेलले सोच्यो होला ल ठिक छ दिस इज द मोमेन्ट होइन आई विल डिफेन्ड एक गेम नै त हो त्यसपछि त फाइनल हो के अरे 20 मिनट हाम्रो केटाहरूले 40 मिनट मेक्सिको भन्दा त्यो यार मेक्सिकोसँग एजटेकामा 40 मिनट क्रसै हान्न नदिए हुन्छ मेक्सिकोलाई इट्स नट कि डिफेन्डिङ क्रस के मेक्सिकोलाई त डबल डाउन गरेर त्यो विङमा क्रसै हान्न दियो त्यो 10 म्यानले अरे बाबा त्यो भयभरको त्यो 10 म्यान आज म हालिदिन्छु कुन चाहिँ हाले हेडर जित्नको लागि ड्यान बना हालेछ होइन सेकेन्ड बल जित्नको लागि जोन स्टोन्स र यो कोन्सा छँदैछ ऊ त के अरे ऊ त फार्मा जित्नलाई अझै अर्को प्लेयर हालेछ फ्रन्ट लाइन त्यही भएर निको ओराइली पनि छ होइन कसो अनि मलाई भनेको त्यो स्ट्रेटेजिकल्ली उनीहरूले ठिक गरे हो कि बट अगेन्स्ट द टिम जुन गरे नि त्यसले चाहिँ उनीहरूलाई काम दिएन क्या जुन हिसाबमा गरे जस्तै टेक्निकली हेर्ने हो भने मैले पुरा त्यो गरिहालेँ
मेसीलाई राइटमा जान्दिनु त ठिक कुरा हो के रे अँ, लेफ्टमा आउनु भन्दा त अँ, होइन लेफ्ट आएर भित्र आडामा हान्नु त जे लिन्छ राइटको लिएर नि ठिक कुरा हो लिएर गएको हो राइट लिएर गएकै हो। त्यहाँबाट क्रस हान्थ्यो त त्यही क्रसमा फेरि त्यो कस्तो मोमेन्ट होइन दुईटा सेन्टर ब्याकको बिचमा बसेर हेडिङ हान्ने क्या त्यो डल्लेले फेरि होइन अरू अरू लाइक हेडर हान्ने त अरू भाव होइन त्यही दुईटा सेन्टर ब्याकको बिचमा कोन्सा र ट्याक्कै झरे हो क्या बल। ठ्याक्क हान्थ्यो क्या अब त्यो अब भगवान हो यार सरकार बायस पनि भएको अँ, हामी मेक्सिकोसँग सक्छौँ भने त यति त तर फेरि इफ होइन म फुटबल त त्यो फ्रेङ्कली हेर्दाखेरि त इफ त्यो 1-0 जित्दै हो है ट्याक्टिकल मास्टर क्लास हुन्थ्यो त तर हो तर कस्तो अब त्यो मलाई चाहिँ के हो भन्दाखेरि मेरो जति म टुकेलमाथि जति मेरो आश थियो नि लाइक मलाई अर्जेन्टिना गएर केही छैन होइन एड ल जाओस् इङ्ल्यान्ड त अब यो छोडिदिउँ होइन तर समस्या के भन्दाखेरि टुकेलले यस्तो यस्तो गल्तीहरू चाहिँ गर्यो कि इन गेम म्यानेजमेन्टमा के होइन फर इक्जाम्पल स्टोन्स एकैछिन लिएर आएर फिर्ता अट्याक चल्दा जान दिनु होइन युड रादर लुक फर अ चेन्ज त्यहाँ पनि चेन्ज लुक गर्न खोजेन उसले अनि किनभने स्टोन्स भर्खरै ढलेर तपाईँको त्यस्तो सिचुएसनमा छ भने होइन अब उसलाई लिएर आएर प्रायः जस्तो चेन्जै गर्छ क्या होइन अनि तर जा भनेर भनिदियो होइन अलवेज अ फर्स्ट टाइम होइन टुकेलको सेमी फाइनल्स पनि फर्स्ट टाइम हो एन्ड देयर सुड बी अ इङ्ल्यान्ड बिटिङ हार्ट के त्यहाँ हुन्छ नि उसलाई त के लाग्यो उसलाई त इङ्ल्यान्ड बिटिङ हार्ट होइन ऊ होइन प्रोफेसनल ऊ त प्रोफेसनल यस्तो गऱ्यो पनि ठ्याक्कै ठिक होला भनेर त्यतिखेर चाहिन्छ क्या त्यो एउटा हुन्छ नि होइन मेरो टिमले त अलिकति हानौँ के अरे मलाई त वाट इफ ग्यारेथ साउथगेट त्यहाँ भएको भए ग्यारेथ साउथगेटले के चेन्ज गरिदियो त्यसले त वेस्ट कोट चेन्ज गर्ने ग्यारेथ साउथगेटले काइल वार्कर लिएर जान्थ्यो होइन बट होइन ग्यारेथ साउथगेटले आई थिङ्क ऱ्यासफोर्ड अगाडि लिएर आउँथ्यो रासफोर्ड ढिलो भयो है आई थिङ्क उसले अट्याकिङ चेन्ज चाहिँ अगाडि नै ल्याउँथ्यो को गरेको थियो रासफोर्ड टोनी थियो टोनी थियो टोनी त्यो त 90 मैले त सोचेको थिएँ कि पेनाल्टीमा मैले भनेको थिएँ कि पेनाल्टीमा जानु सोचे क्या यिनीहरू त्यो टोनी लिएर आएको थियो तर रासफोर्ड अलिक चाँडो लिएर मैले सोचेको गोर्डन हटाएर रासफोर्ड ल्याउनु पर्ने थियो क्या यिनीहरू गोर्डन गोल 80 मिनेट आउनु पर्थ्यो त्यो अगाडि बराबर भएर एक्स्ट्रा टाइममा जान्थ्यो अलि बढी केटाहरू त अब फेरि मासान थालेर अर्जेन्टिनाको पुरै पारा नै काब्रेले सम्झिन्छ त्यो एउटा थियो कि त्यो एउटा भिडियो थियो नि त के अरे लौटारो मार्टिनले जस्तो बोलाउँछ नि त्यो भिडियो कसले हाल्छ एफएको प्रेसिडेन्टले हाले मासु बोलिरहेको भिडियो हाले ठ्याक्कै काब्रेले सम्झि पारा के हो एन्सेलटीको रियल म्याड्रिड थियो नि यसमा च्याम्पियन्स लिग जित्ने यो त साच्चै तर भाइब छ नि यो त अर्जेन्टिना यो त भाइब छ एकदम प्रपर भाइब छ ला यो गेम त भाइब्स भर्सेस के भन्छ यिनीहरूको फुटबल स्पेनको त अब अहिले त फरक भइसक्यो डेला फोन्टे फुटबल त्यही भन्छ तर डेला फोन्टेले अब स्पेन भर्सेस अर्जेन्टिनाकै कुरा गरौँ त होइन अब स्पेन अर्जेन्टिना प्रोबेबली यो वर्ल्ड कपमा फर्स्ट टाइम होला होइन मैले सुने अनुसार त फर्स्ट टाइमै सुनिरहेको छु मैले म याद छैन मलाई नि याद छैन मेरो सानो यो उमेरमा मलाई याद छ भने अहँ हुनुपर्ने 2025 मा हो यो गेम फिनालिसीमा मैले भगवानसँग मागेको थिएँ पुरा गरिदियो फिनालिसीमा हुनुपर्ने गेम हो होइन लाइक प्रोबेबली द फर्स्ट टाइम त्यो तर बट मैले फ्रेन्डली चाहिँ याद छ मलाई त्यो 10मा वर्ल्ड कप जितेर आइसकेपछि अर्जेन्टिना भर्सेस स्पेनको फ्रेन्डली थियो 4-1ले जितेको थियो कि अर्जेन्टिनाले त्यो गेम होइन यस्तो वर्ल्ड कप गोल्ड च्याम्पियन हराइरहेको छ जर्मनीसँग 1-0ले हारेपछि पनि फ्रेन्डलीमा 4 हान्दिरहेको थियो फेरि एउटा इन्ट्रेस्टिङ चाहिँ वर्ल्ड कप सुरु हुँदा अगाडि चाहिँ मेरो फाइनलिस्ट चाहिँ स्पेन अर्जेन्टिना के स्पेन अर्जेन्टिना मेरो फाइनलिस्ट चाहिँ स्पेन गफ लाग्छ मैले ग्रुप स्टेजमै मागेको थिएँ भगवानसँग पैसा हाल्ने भयो त मैले त धेरै आश राखेको छु क्या पोर्चुगलमा मेरो त स्पेन भर्सेस पोर्चुगल मेरो त तर 4वटा सेमी फाइनलिस्टमा 3वटा सेमी फाइनल चाहिँ मिले एउटा नमिलेको भनेर पोर्चुगल सबैको लागि सेकेन्ड जुनको सेमिजमा स्पेन र फ्रान्स अनि अर्कोमा चाहिँ अर्जेन्टिना ब्राजिल थियो ब्राजिल अगाडि निस्किहाल्यो फ्रान्स स्पेनमा चाहिँ फ्रान्स आउँछ फ्रान्स स्पेन त मिलेछ त त्यो दाइले वर्ल्ड कप भन्दा अगाडि गरेर हो वर्ल्ड कप चल्दै 10 गरेको भए चाहिँ थोरै बायसनेसले लैजान्थ्यो क्या दाइलाई वर्ल्ड कप अगाडि हामीले चाहिँ म त वर्ल्ड सोल्ड आउट दिएँ पोर्चुगलको टिममा होइन म त सोल्ड आउट पोर्चुगल र अर्जेन्टिना भिड्छ म त अर्जेन्टिना सपोर्टर पोर्चुगल र अर्जेन्टिना भिड्छ
अर्जेन्टिना योपालि त्यो लयमा छैन जस्तो लाग्छ। पोर्चुगल जान्छ पोर्चुगलले अर्जेन्टिनालाई यो क्वार्टर फाइनलमा हराउँछ होइन, म हराउँछ। त्यहीमा थिएँ ए, पोर्चुगल जान्छ 4वटा सेमी फाइनल्स मेरो फ्रान्स स्पेन त उताबाट यताबाट पोर्चुगल र के भन्छ अरे यो इङ्ल्यान्डै थियो मेरो। मसँग भिडियो छ फेरि मलाई त भिडियो छ प्ले गरेर मैले त भिडियोमा भनेको छु। अनि फाइनली विनर को भन्दाखेरि मैले स्पेन भनेको छु कि, किनकि स्पेन र पोर्चुगल सोचिरहेको थिएँ। पोर्चुगल त नजिता मलाई फाइनलमा हान्नु स्पेन भनेको थियो। अहिले उल्टो ठ्याक्कै स्पेन भर्सेस अर्जेन्टिना। तपाईँ के छ त अब स्पेन अर्जेन्टिनामा? अब म आफै अर्जेन्टिनाको फ्यान हो, तर मेरो प्रेडिक्सन पनि स्पेनले जित्छ भन्ने हो। एकदम मनले एउटा तर त्यो भने एकदम- पनि यु नो कि हेर्दाखेरि चाहिँ हु डिजर्भ टु बी द विनर भन्दाखेरि चाहिँ मेरो एनालाइसिसमा इट्स स्पेन। इभन दो म अर्जेन्टिना फ्यान, अर्जेन्टिना जित्यो म खुसी हुन्छु। ब्याक टु ब्याक वर्ल्ड कप हत्तपत्त कसैले जित्दैन। ब्याक टु ब्याक यार। त्यो भनेको कहिले लास्ट टाइम कहिले भएको हो? ब्राजिल ब्राजिलले 1958-62 जमानामा पेलेको पालामा भनेपछि त थर्ड Footage कन्ट्री बिना। हुन्छ इटाली, ब्राजिल अनि त्यसपछि यो अर्जेन्टिना। हुन्छ ब्याक टु ब्याक। इटलीको 34 34 र 38 38 त्यो हुन्छ होइन। बट 34-38 इज लाइक वर्ल्ड वार ट्रिभिया अब यो जति पनि कुरा आयो नि होइन, स्पेनले जित्ने देखिरहेको अरे के अप्टा सप्टा टक्क अघि मैले सुन्दै थिएँ ठ्याक्क त्यतिखेर पनि यो रियल मड्रिडमा जोसे मोरिनो साइन भएको थियो अरे होइन। अनि त्यसपछि त्यतिखेर 2010मा स्पेनले, अनि 2010मा स्पेनले राउन्ड अफ 16मा पोर्चुगललाई आउट गराएर 1-0 होइन। यसपालि पनि पोर्चुगललाई 1-0 आउट गराएछ। यस्तो 4-5वटा थियो क्या ट्रिप। अनि ऊ के अरे अमेरिकाको त्यो स्कुलको बुक्स जस्तोहरूमा 2-3 महिना अगाडिदेखि नै स्पेनले जित्ने भनेर चाहिँ स्पेन अर्जेन्टिना फाइनल भएको ग्राफिक्सहरू चाहिँ त्यो पहिलेबाट थियो अरे। अनि त झन् मेसीलाई रिग गर्छ भने फिफाले लापोर्ताले त्यही भन्दै हिँड्थ्यो लापोर्ताले त कडा थियो। लापोर्ताले त अझ बाटोमा हिँडेर रेफ्रीले ठिक खेलायो भने स्पेनले जित्छ त्यो फेरि बार्साको प्रेसिडेन्टले भन्दा कस्तो नसौनी क्या होइन। अरूले भन्दाखेरि पनि म लौ त नि भन्थे होइन। फर्गेट रेफ्री बेफ्री, उनीहरूको त प्लेयर त्यो सेगुरा भन्ने डक्टरले त प्लेयरलाई डोपिङ गराएको केस छ हौ पेपको बेलामा। तिमीहरू के फेयर प्लेको बारेमा बोलिरह होइन। अब त्यो बेदी गङ्गामा हात धुने भने जस्तो कुरा। फेब्रिजोले भन्यो होला क्या। ल तिम्रो भन नि त अब फ्रान्स के? फ्रान्स रे अर्जेन्टिना, फ्रान्स इङ्ल्यान्डको थर्ड प्लेस भन्नु खोजेको आजको इम्पोर्टेन्ट गेम हो नि त्यो। तर टुकेलले के भन्छ क्वेसन खेल्नमा त्यसलाई सम्झा कि पहिलोचोटि आइरहेको वर्ल्ड कपमा होइन, त्यसलाई नियम चेन्ज हुँदैन यहाँ। अब खेलिहाल्छ नि फ्रान्स, खेलिहाल्छ एम्बापे गोल्डन बुटको लागि खेलिहाल्छ होइन। इभन बेलिङमलाई चान्स छ नि। बेलिङमलाई चान्स छ होइन। वुड बी अ गुड गेम होइन हेर्नलाई। बट अब लेट्स गो टु द बिगर गेम यो अर्जेन्टिना स्पेन। यो थर्ड प्लेस भन्ने त खासै कसैले त्यो चासो होइन। त्यो सबै यो वर्ल्ड कप फाइनल कुरा गर्दा ओभरअल वर्ल्ड कप पनि कुरा गरौँ होइन। के मेरो यसमा क्वेसन छ, सबैजनाको बेस्ट गोल चाहिँ कुन हो यो वर्ल्ड कपको? बेस्ट गोल लाइक गेम हेरेकोबाट, नहेरेको गेम त कसरी याद हुन्छ होइन। हामी त्यो फिफा होइन जज गर्नलाई, आफूले हेरेको गेमहरूबाट त हजुर देखेको बेस्ट गोल चाहिँ कुन भन्नुहुन्छ? यति छ म भनिदिन्छु नि त। भन्दै इस्माइला सारले बेल्जियमलाई हानेको गोल त्यो यस्तो लङ बल आएको हुन्छ होइन। इट्स जस्ट लाइक लुइस सुआरेजले न्युकासललाई हानेको थियो नि, त्यो लङ बल आएको छ, एक टच चेस्ट लिन्छ अनि सर्ट हान्छ नि त्यस्तै। तर त्यो अगेन्स्ट दि बल गइरहेछ कि इस्माइला सर यता दौडिरहेछ, बल यसरी आइरहेछ, उसले फर्स्ट टच त्यो चेस्ट लिएर अनि फर्स्ट टचमै गोल हान्छ, त्यो पनि टप गर्नु। त्यो इस्माइला सरको गोल सेनेगलबाट मतलब पर्सनली गजब लागेको गोल जुन डिसअलाउ गर्दै त्यो इजिप्टको सेकेन्ड गोल। त्यो कम्बिनेसन हैन कस्तो मजा आएको। एक्लेले बल ल्याएर चाहिँ त्यो दुईटा नटमेक छ क्या, नटमेक छ हो। त्यो गुड मोमेन्ट त्यो गोल आएको थियो, त्यो भएको भए गजब हुन्थ्यो। त्यो एकदम फ्रेस। त्यो चाहिँ गोल हुन्थ्यो। माई वुड बी यस्तो क्वालिटी वाइज चाहिँ आई वुड से त्यो सेल्ड्रुपको गोल अगेन्स्ट इङ्ल्यान्ड नर्वेबाट लेफ्ट साइडबाट जुन फिनिस गर्दा थियो नि, अन्त वान्स इन अ ब्लू मुन होला जे होला, बट त्यो चाहिँ मैले गेम सम्झाएर त्यो गोलै सम्झिन्छु यार। अन्डर रेटेड प्लेयर यो धेरै त्यो छ यार, अन्डर रेटेड स्याम्पलै धेरै छ यार। एउटा लिनु न यार, थोडी हामी फिफा हो यार। प्लेयर अब यस्तो छ अब लाइक बिग टिम्सको
कुरा गर्ने कि होइन अब नाइ लाइक लाइक यति गेम यति धेरै भइसक्यो कि जुन पछाडिबाट गएको गेमै बिर्सिन थालिसक्यो कि एक्ज्याक्ट अनि त्यो पछाडिको गएको गेम्समा त्यो कुन खेलाडीले राम्रो त्यस्तो खेलाइदियो त्यस्तो त किनिन्न हो त्यो- दाइ त्यो त त्यो चाहिँ एटलिस्ट राउन्ड अफ 32 राउन्ड अफ 16 त आउने टिमको हुन पर्यो अन्डररेटेड भयो भने होइन अन्डररेटेड प्लेयर सोच्नै पर्छ यार एकचोटि यार त्यो को राम्रो खेल्यो त्यही नै त हो सोच्ने त हो अब के भन्छ त्यसको टिम के अरे ठुलो टिमको नि हुन पायो सानो टिमको हुनुपर्छ भन्ने छैन ठुलो टिम अब मैले देखिरहेको ठुलो टिममा त्यो के भन्छ अरे लाइक स्टार्स बाहेक कोही खेलेकै छैन क्या होइन ठुलो टिमले नर्मल त्यो हुन्छ नि एउटा ब्रेकआउट स्टार्सलाई चान्सै दिएको छैन क्या यो पालि यो एक्सेप्सन यो- बिकज यो- हरेकचोटि एउटा कोही एउटा प्लेयरले ब्रेकआउट निस्किन्छ हुन्छ कि होइन अँ, नत्र जस्तै अब त्यो ब्रेकआउट भएर निस्केको कोही प्लेयरै छैन क्या ठुलो ठुलो उम्. टिममा नि होइन बट अब इफेक्टिभ प्लेयर्सहरू छ अब अर्जेन्टिनाको तर्फबाट हेऱ्यो भने लाइक रेगुलर खेलिरहेको प्लेयर हो होइन बट इफेक्टिभ प्लेयर प्याराडेज हो मलाई त्यो लाग्छ होइन Paredes. प्याराडेज हो एउटा है नत्र अब स्विजरल्यान्डबाट त्यो स्विजरल्यान्डको मिडफिल्डर राम्रै थियो मोजाम्बिक मोजाम्बिक मोजाम्बिक. भन्ने होइन उम्. त्यसपछि अब हेर्ने हो भने त्यसको बेल्जियमको टिलेमन्स होइन टिलेमन्सको यसपालि राम्रो वर्ल्ड कप गयो नि उम्. गोल पनि स्कोर त्यो गर्यो राम्रो क्लब आएको छ ऊ राम्रो क्लब पनि क्लबको बायस बारेमा भनिन्छ क्लबको बारेमा टिप्पणी मेरो ड्यानी- साह्रो छैन ड्यानियल केमेनको मैले किताब पढाएँ मात्र हेरेँ म त जीवनमा लागु गर्दिनँ मेरो 22 थटलाई चल्न दिनु एमा यसमा अब अरू त त्यस्तो छैन यार अब हालान्ड के गर्यो नुसा राम्रो थियो नर्वेबाट नुसा राम्रो थियो इभन हाल नर्वे किपर राम्रो थियो यार त्यो नाइल्यान्ड भन्ने अब त्यो भयो अरू त मैले यस्तो दाइको लागि चाहिँ भनेर नि याद आउँछ मलाई बिकज सबै नाम चलेकै प्लेयरहरू जसबाट चाहिँ एक्सपेक्टेसन उनीहरूले राम्रो तिनीहरूले खेलेको राम्रो खेलेको छ क्या हो अब यो क्वेसन तिम्रो चाहिँ चाहिँ को एक्सपेक्टेसन भएको नराम्रो खेलेको कसै क्वेसन हुनु पर्यो मेरो आई थिङ्क आई वुड से अहिले गाह्रो छ सर त्यो ठुलो टिमबाटै आउन चाहिँ बिकज टेलेमेन्स इज गुड कल हुन्छ नि त्यो चाहिँ मलाई लाग्यो चाहिँ त्यसले चाहिँ राम्रो खेल्यो डिक्टेट पनि गर्यो गेम होइन तर को छ यार अरू त्यस्तो मेबी बिग टिमबाट होइन अँ, उहाँले भन्नुभएको जस्तो कि अघि अनएक्सपेक्टेड प्लेयर्स बट प्लेड एकदम एक्सट्रिमली गुड एक्सट्रिमली इफेक्टिभ भनेको ओआर जावाल हो अँ। होइन मिकेल ओआर जावाल जुन इङ्ल्यान्ड स्पेनको अब लागि कस्तो भने कुकुरियालाई कसरी अन्डररेटेड भन्ने पनि कुरा आउँछ बट आई थिङ्क उसको त बल्ल फेयर गेम खेल्यो त्यो पोटेन्सियल भएको कुकुरिया मान्छे हो त कमन यार लाइक युरो प्लस नेसन्स लिग च्याम्पियन हो त्यही होइन त लाइक कोर पार्टको त्यही बट त्यो पोजिसन चाहिँ वेस्ट के सरी पोजिसन चाहिँ वास्ता नगर्ने खालको भएर हो होइन नत्र भने मलाई त लाग्छ लास्ट 5 इयर्समा ऊभन्दा खतरा लेफ्ट ब्याकै आएको छैन जस्तो लाग्यो यार यस्तो मैले सोचेँ होइन किनभने ऊ ब्राइटनबाट नि बबालै खेल्थ्यो जोरे हुर्के चाहिँ छ क्या तिमीमा होइन छ त नि मेन्डेज छ होइन बट अगेन द थिङ इज मेन्डेज अब अनलक्की पनि भयो त्यो फुत्केर गयो होइन बट पर्फर्मेन्स वाइज चाहिँ मैले पोर्चुगलको जर्सी लाउँदाखेरि चाहिँ पिएसजीको नुनो मेन्डेज त मैले देख्दिनँ पहिलो कुरा न पिएसजी बिङ पिएसजी त्यस्तो हो नि त आई थिङ्क कुकुरिया पनि पिएसजीबाट गएर खेल्यो भने आई डोन्ट नो यु विल डु ब्याड अनेस्टली किनभने चेल्सीको लागि त गोल स्कोरिङ पोजिसनमा पुग्छ हौ त्यो मान्छे बक्सको नजिक मेन्डेजको चाहिँ कुकुरेला चाहिँ उसको लाइक उसको ग्रिटिनेसदेखि लिएर सबै कुरामा हेरिन्छ होइन कुकुरेला चाहिँ के हेरिन्छ भने ओइल त खतरा पर्फर्मेन्स दियो भने नुनो मेन्डेजलाई चाहिँ उसको स्किल सेटदेखि लिएर उसको आफ्नो हुन्छ नि अबिलिटिजको हिसाबमा हेरिन्छ क्या किनकि उसको अबिलिटिजले उसलाई त्यहाँसम्म पुऱ्याउँछ उसले अलि बढी टेकी छ भनौँ अलि बढी टेकी छ होइन टेकी छ उसको अबिलिटीले उसलाई गोल स्कोरिङ अपर्च्युनिटीसम्म पुऱ्याउँछ आई थिङ्क पेस त आई थिङ्क कुकुरियासँग नि राम्रो छ यार छ तर त्यो अब त्यो ऊ जस्ट नराम्रो क्लबमा छ के थियो ठिक ठाउँ गइसक्यो होइन स्टिल मलाई चाहिँ मेरो आर्सनल बायस चाहिँ इफ कन्सिस्टेन्ट र इन्जर कम भएको चाहिँ क्यालिफेरी पनि गजब हुन्थ्यो लेफ्ट ब्याक चाहिँ जता नि जान सक्छ कुन देशको लागि
अब देश छैन नि त। क्यालाब्युरी इटली त्यो कुन देशको लागि भने होइन तर त्यो राम्रो प्लेयर छ राम्रो प्लेयर हो होइन ह्यान्डसम पनि छ कन्सिस्टेन्ट चाहिँ ह्यान्डसम चाहिँ त्यो भित्र पनि आइदिन्छ, त्यसले होल्ड पनि गर्न सक्छ, बाहिरबाट पनि जान सक्छ, डिफेन्सिभ पनि गुड 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 गोलाहरू त्यसले त्यस्तो खतरा गोल हानिदिएको फर्स्ट टचमा Banger. गोल हानेर टप गरेर हानेको नि क्यालाब्युरीले टिमुलाई युनाइटेडसँग हो कि सिटीलाई हो आउटसाइडबाट लाइनबाट चाहिँ हान्दै थियो क्या युनाइटेडलाई हो कि सिटीलाई हो गोला हान्न चाहिँ हाने खतरै हानेको थियो कि मैले हेरेकै गेममा हार्ने जस्तो लाग्यो जतानी पपअप हुने प्लेयर हो क्या त्यो। कहिले राइट विङमा पपअप भइरहेछ, कसरी भइरहेछ तिमी त्यहाँ? अनि त्यो बोलोग्नाको लागि खेल्दाखेरि पनि सेन्टर ब्याक खेले जस्तो लाग्थ्यो मलाई सेन्टर ब्याक थियो बोलोग्नाको लागि बडी होला सेन्टर ब्याक देखि कि ल तिमी लेफ्ट ब्याक खेल्छौ राइट ब्याक खेल्छौ, सेन्टर ब्याक खेल्छौ। ट्रेबल आर्टेटाको अर्कै छ यार त होइन आर्के त्यो ट्रेबल जित्ने बेला सिटीले त्यसरी 4 सेन्टर ब्याक खेलायो नि त लप साइडेड सिस्टममा खेलाइदियो नि त पुरै होइन अनि बट त्यसको लागि हाल्यान्ड भए पनि त्यस्तो खेलाएको ठिक राम्रोबाट पनि केही कुरा सिकौँ भन्ने कुरा चाहिँ आर्टेटाको राम्रो भन्ने जिउ छ क्या होइन सिकेपछि राम्रैबाट सिकाउँ न अब त लगातार माइकल क्यारिकबाट सिके त हो नि अब म जुन कन्फिडेन्समा छु नि अब नै मैले रियलाइज गरेँ कि स्याड भएर केही अर्थै छैन के होइन बरु एटलिस्ट बी ह्याप्पी फर 364 days वान डे ग्रिफमा बसौँ के बरु होइन हरेकचोटि गेम हेर्नुभन्दा अगाडि नै तनाव लिएर हेरेर के गर्नु क्या होइन त्यही भएर मलाई त्यो के भन्छ अरे त्यसै बट हामीले यङ होइन वर्ल्ड कपबाट होइन हाम्रो टिममा चाहिँ 3टा प्लेयर साइन गर्न पर्यो भने हामीले को गर्छ मलाई हाम्रो टिम भनेको आर्सेनलमा हजुरले चेल्सीमा मैले युनाइटेडमा ल सो यो रियलिस्टिक साइनिङ हो कि ड्रिम साइनिङ हो? यो क्वेसन सोधे भर्खर फिलोसफीमै थियौँ हामी तर बट रियलिस्टिकमा जाऊँ बरु रियलिस्टिक हो लाइक विच सल्भ द प्रब्लम द्याट यो टिम हेज ल त्यसरी जाउँ ओके सो आई थिङ्क हामीलाई नम्बर 8 चाहिरहेको हो। अलिकति क्रिएटिभली गोलमा छ आर्सेनल राइट नाउ होइन। ओडेगार्ड इन्जर्ड पनि थियो, नम्बर 10 रोल, सो एउटा नम्बर 8 चाहिरहेको। अब रियलिस्टिक त छैन मोस्ट पर्दैन, बट आई थिङ्क ओलिसे वुड फिट इन गुड राइट विङ। आर्टेटालाई मनपर्छ मल्टिपल प्लेयरमा खेल्न सक्ने, फ्रान्सको लागि पछाडि खेलिरहेको पनि छ होइन, पेस पनि छ, अन्डरस्ट्यान्डिङ पनि छ, प्रिमियर लिग एक्सपिरियन्स पनि छ। सो क्रिस्टल प्यालेसबाट चाहिँ तान्ने भए सबसे बेस्ट हुन्थ्यो। 200 मिलियन हुँदै तर अब त छैन पैसा होइन, क्लबको पनि रेकर्ड रेभेन्यू त भएको छ नि त। सो सिटी भन्दा बढी प्लेयर पैसा आएको छ भनेपछि सो एउटा नम्बर 8 चाहिरहेको हो। लेफ्ट विङ पनि चाहिरहेको छ, म पोजिसन चाहिँ आइडेन्टिफाई गर्छु। एन्ड वी अल्सो निड अ राइट ब्याक। राइट ब्याक पनि वाइट कम्प्लिटली इन्जर्ड नै छ, ऊ छैन भने टिम्बर पनि इन्जुरी नै दुवै इन्जुरी प्रोन भयो। सो राइट ब्याक को ल्याउने भन्ने हो होइन क्वेसन। स्ट्याग्ने बेल्जियमको मेबी अब त्यो क्या ड्रिम साइनिङ हुन्छ, हकिमी तानौँ 2-4 त्यो सजिलो खेल्छ, त्यो टाइममा चाहिँ ग्रो गर्दै गरौँला भन्ने हुन्छ। लेफ्ट विङ चाहिँ बडा ट्रिकी मार्केट छ कि योपालि। ल्याओ अब ल्याओ कति धेरै लिङ्क भयो भने आर्सेनलसँग ल्याओ 5-6 वर्ष भइसक्यो आउँदैन होइन। बट अहिलेहरूले साइन गर्नु चाहिँ ल्याओ लाइक आई विल नट। म त्यो यसो क्या धेरै समयसम्म चाहिँ त्यो सुन्दा चाहिँ खोइ के गरिरहेछ के पनि गरिरहेको छैन जस्तो हुँदो रहेछ क्या। प्लस अब त हामीलाई त त्यो फ्लोर होइन कि सिलिङ रेज गर्ने चाहियो। अब प्रिमियर लिग जितिसक्यो त अब चाहिँ अब त इम्प्रुभमेन्ट हो नि त। हामी ट्रोसार्टर मार्टिनेल्लीकै लेभलको प्लेयर ल्याएर त मेरो लागि चाहिँ ल्याओ चाहिँ अन अफ छ, त्यही लेभलको प्लेयर हुन्छु म। एउटा माथि चाहिँ चाहियो। भिनिसियस किन्न सक्छौ तिमी, रोड्रिगो ल्याउन सक्छौ तिमी। रोड्रिगो चाहिँ आई थिङ्क किनकि एउटा प्लेयर हो जो प्रिमियर लिग चाहिँ खेल्नु पर्छ जस्तो लाग्छ यार मलाई। लास्ट इयर त मजाले लिङ्क पनि भएको थियो, त्यो क्लब वर्ल्ड कप चल्दाखेरि त खाँदै खेलाइरहेको थियो नि सुरुमा त। त्यो भएपछि चाहिँ अब मोरिनोले के गर्छ मड्रिडमा छोड्दैन मड्रिड यतिकै छोड्ने फेरि त्यो मान्छेलाई एउटा के भयो के दाइले भने त ओलिसे एउटा भयो एकदमै रियलिस्टिक पनि भएन, अब ल्याउने भयो। को ल्याउने भन्ने चाहिँ इज अ बिग कन्सर्न क्या। बिग कन्सर्न हो बिकज हामी जुन पोजिसनमा छौँ कि वी क्यान नट गो फर जो पनि प्लेयर। त्यो एभरेज प्लेयर चाहिँ ल स्क्वाड प्लेयर ल्याउनु मिलेन, किनकि स्क्वाड प्लेयर छन् कि अलरेडी। म्याडवेकै जस्ता स्क्वाड प्लेयर त भने सबैजनाले चाहिँ अब त्यो सिलिङवाला चाहियो क्या प्लेयरहरू। एकदमै ट्रिक, त्यत्रो पैसा छैन। त्यो भएपछि चाहिँ को ल्याउने त भन्दाखेरि चाहिँ जति को छ नि दाइ हाम्रो ब्राजिलको राइट विङ बर्नमथको रायन इज गुड। राइट विङको हिसाबले त अर्को पनि थियो बर्नमथको स्ट्राइकर अर्को के अरे
क्लाइभर्ट अँ, एक रुपी क्रुपी Yeah, रुबी जुनियर वर्ल्ड कपमा कुन टिमबाट थियो र वर्ल्ड कपमा त आएन होला फ्रेन्च तर हो फ्रेन्च फ्रेन्च हो तर परेन होला परेन टिममा। यो त्यहाँ फ्रेन्च मतलब फ्रेन्चमा परेन पर्न चाहिँ क्लाइभर्ट हो के अरे एउटा। क्लाइभर्ट लास्ट सिजनको खेला अनुसार चाहिँ क्रुपी पनि क्रुपी पनि young छ गजब खेल्छ मलाई त कुनै टाइम मिटोमा यदि गजब लाग्थ्यो हुन्छ नि लेफ्ट विङमा त दाइ लेफ्ट विङ त अरे त्यो क्लिन उसको ब्रेकआउट Clean. सिजन थियो नि त्यो अँ। आई थिङ्क 2 वर्ष अगाडि ब्राइटन ब्राइटन गजब थियो एकदमै क्लिन ड्रिबल गर्नेवाला थियो कि झ्याप स्पेस भेटायो डुडु गयो होइन प्लस हामीलाई चाहिँ ब्राइटनबाट ल्याएको प्लेयर अलिक थापेको थाप्छ छ भन्ने। प्रोत्साहन आयो होइन गजब थियो। हजुरको कुन हो अब मेरो त अब club- हजुरको त एक त प्लेयरै यति धेरै छन् होइन, अँ, त्यो- याद अब त्यो बिस्तारै याद पनि हुँदैछ प्लेयर्सहरू बिस्तारै याद पनि हुँदैछ। अब मेरो त अब चाहिँ केस फरक छ होइन। वी डोन्ट ह्याभ एनी लाइक युरोपियन गेम्स होइन। त्यो गेम ओन्ली इम्पोर्टेन्ट गेम भनेको हामीलाई प्रिमियर लिग मात्रै हो अहिले होइन। अब त्यसपछि एफए कप खेलिहाल्छ होइन म एउटाहरूलाई रोकिहालेँ होइन उम्. मलाई लाग्छ चेल्सी हेज लाइक चान्स टु विन अ टाइटल यो सिजन चान्सेस त एभ्री टिम हेज चान्सेस नि। नै यार रियलिस्टिक चान्स रियलिस्टिकली ड्रिम चान्सेस त फरक भयो रियलिस्टिकली भन्यो भने आइ एम अ बिलिभर होइन। लाइक आई हेभ मलाई लाग्छ chance किनभने टिम टाइटल त्यत्रो भनेको धेरै छ यस्तो हो जाबी अलोन्सो प्रिमियर लिग त टाइटल रियलिस्टिकली द्याट्स नट पोसिबल होइन। बट बट के साइनिङ गर्यो भने चाहिँ इट अँ। क्यान बी पोसिबल लाइक त्यो भन्नु त्यो मैले साइनिङ बिलिभ गरौँ न एकचोटि होइन त्यही त साइनिङ्स त्यो अनुसार गर्नु पर्यो कि किनकि जस्तै को रियलिस्टिकली प्लस थोरै अलिकति हुन्छ नि त्यो ड्रिम साइनिङ जस्तै? एउटा त हामीलाई चाहियो सेन्टर ब्याक होइन। एउटा भन्नु न लाइक राइट विङमा को लिएर आयो भने त्यो गन्तव्यतिर गइन्छ क्या लाइक फ्रान्सको इभन डेजिरे डुवे और बार्कोला और बार्कोला, और yes. बार्कोला बार्कोला दाइ बार्कोला आसन is good. डेजिरे डुवे और बार्कोला होइन। मिडफिल्डमा आइदर वी क्यान गेट फ्याबियन रुइज होइन सबै पिएससी साथी होइन फ्याबियन होइन न लाइक प्लेयर दे आर प्लेइङ गुड नि त भिटिनै भन्न सक्थ्यो होला होइन। बट मैले स्किप गरेँ भिटिनालाई होइन। होइन आई निड अ प्लेयर जो लाइक किनकि लेफ्ट फुटेड त्यो यो मिडफिल्डरसँग छुट्टै क्रेज छ कि होइन। साउलदेखिको कुरा हो यो साउलदेखिको कुरा हो होइन। फ्याबियन रुइज इन मिडफिल्ड होइन। र अब हामीलाई चाहिएको छ अहिले त्यो सेन्टर ब्याक भन्दा नि मेन भनेको कुकुरेयाको पोजिसन होइन। किनकि युरेल हार्टो क्यान प्ले सेन्टर ब्याक किनकि त्यो टल पनि छ सेन्टर ब्याकमा खेलि पनि रहेको छ होइन। कुकुरेयाको पोजिसनमा चाहिँ प्लेयर्स चाहियो होइन। अगेन अब वी हेभ टु गो टु त्यो होइन पिएचसी नुनो मेन्डेस होइन। तब म जान्न त्यहाँ चाहिँ होइन। बट मैले लेफ्ट ब्याकमा चाहिँ सिरियसली भनेको होइन कन्टेन्डर्स चाहिँ लाइक टप प्लेइङ कन्टेन्डर्स चाहिँ देखेको छैन होइन। बट वर्ल्ड कप स्क्वाड वर्ल्ड कपमा नखेलेको प्लेयर्सहरूबाट चाहिँ लिएर जानु लुक्स पनि चेल्सी फ्यान हो ओके ओके स्पेन्स नो जेट स्पेन्स होइन। लुक्स छ हामीलाई अब विङ ब्याक खेल्ने लेफ्ट ब्याक चाहियो क्या होइन। त्यो त लुक्स छ त यार हो खेल्ने चाहियो क्या हामीलाई राम्रो अलिकति खेल्ने चाहियो नो वान फ्रम होइन खेल्ने चाहियो हामीलाई यसो खाली गरौँ भनेको। लाइक देयर आर लट अफ यो भेकेन्ट होइन भेकेन्ट क्वालिटी त्यो एउटा इन्डिभिजुअल्स चेल्सीमा चाहिएको छ। त्यही नभएको कारणले गर्दाखेरि नै हामी मिस आउट धेरै कुरा मिस आउट गरेर लास्ट सिजन होइन। किनकि हामीलाई क्वालिटी गोलकिपर पनि चाहिएको छ हामीलाई क्वालिटी सबै कुरा चाहिएको छ क्या क्वालिटी। अब सेन्टर ब्याकमा मेबी अब कुटी रोमेरो छोड्छ भने वुड बी किनकि रोमेरोको मैले सुनिरहेको छु रोमेरो छोड्छ होला होइन। स्पर्स छोड्छ त्यसलाई किन इटाली जानु दिनु होइन। इटाली इटाली हानिन्छ फेरि होइन। हान्ने नै इटाली नै हो। सो रोमेरो बार्गोला फ्याबियन रुइज एन्ड रोमेरो युनाइटेड त गरिसक्यो त टिलेमेन्स गरिसक्यो त टिलेमेन्स गर्यो एन्ड्रे सेन्टोस गर्यो दुइटा प्लेयर ल्यायो कार्ल ड्याल्रो लिड्सबाट डार्लो लिएर आयो लिड्सबाट कति वर्षपछि साइनिङ हो हाम्रो यो होइन। जुन हामी युजुअल रियो फर्डिनेन्ड यो सब चिप्का थियो होइन। धेरै पछि हामी लिड्ससँग कन्भर्सेसन गऱ्यो। ड्यानियल जेम्स त हामीले बेचायो हामीले लिएर आयो होइन। कार्ल लिएर आयो। सो हाम्रो ब्याकअप किपर सेट भइसक्यो। बाइन्डर हामी बेच्न हेर्ने हो। लेमेन्स एउटा मिस्टेक गरिहाल्यो अस्ति स्पेनसँग साला फुत्काइदियो बिचरा होइन। कोर्तवाले गर्दैन त्यो ठिक छ लाइक गोलकिपर पोजिसन इज समथिङ उसले सोलिड दिइरहेछ। बट मलाई के लाग्छ भने इम्प्रुभ गर्न सक्ने पोइन्ट छ। अनि मलाई चाहिँ युनाइटेडको गोलकिपिङ कोच या गोलकिपिङ स्काउट सेक्सन चाहिँ एकदम मनपर्ने सेक्सन हो। सो युनाइटेडको पहिलाबाट चाहिँ त्यो गोलकिपिङवाला एरियामा चाहिँ राम्रै रिकमेन्डेसन आउँथ्यो क्या। त्यो माथि डिभिजन लिने मान्छे चाहिँ अलिकति चोमो निक्लेर चाहिँ हामी
नराम्रो साइनिङहरू गरिरह वास्तवमा भन्ने हो भने होइन अनि त्यो भएर आई थिङ्क त्यहाँ हामी अल राइट नै छ नाउ एन्ड्रे स्यान्टोस आयो अब मिडफिल्ड हेऱ्यो भने त एन्ड्रे स्यान्टोस छ टेलेमेन्स भइहाल्यो मेइनो छ माउन्ट आई थिङ्क नाउ इट्स टाइम यु विल गो एज अ नम्बर 8 होइन किनभने ऊ सर्ट पासिङ उसले खासै बिगार्दैन अनि बल ड्राइभ पनि गर्ने एबिलिटी छ सो हि विल बी देयर ब्रुनो फर्नान्डेज छँदैछ मिडफिल्डमा सो अलिकति एउटा नाम चाहिँ एउटै हुन गयो होइन द्याट इज फेबियन रुइज फर मी बिकज फेबियन रुइज चाहिँ एउटा लेफ्ट फुटर बिकज यो युनाइटेडको मिडफिल्डमा चाहिँ धेरै राइट फुटर भयो क्या टु मेनी राइट फुटर त्यसले गर्दाखेरि चाहिँ एउटा पासिङ एङ्गल नै अब वान एकतिरको सेन्ट्रिक मात्रै भइदियो क्या अनि त्यसले गर्दा चाहिँ म चाहिँ फेबियन रुइज एउटा यस्तो खालको मिडफिल्डर जुन लामो समयदेखि मैले भनेर एन्डर इज अब वर्ल्ड कपमा छैन बट बलेबा जुन लिङ्क छ नाउ देयर इज लिङ्क थियो नाउ अहिले प्राइस पनि घटाएको छ होइन प्राइस पनि घट्यो नि त होइन उसको राम्रो खेलेको पनि रहेको थिएन अनि इन्जिन पनि हो अनि आई थिङ्क देयर सुड बी फाइट इन द्याट मिडफिल्ड युनाइटेड एउटा मिडफिल्ड खेल्नको लागि चाहिँ त्यो फाइट चाहिँ हुनुपर्छ जस्तो लाग्छ इफ फेबियन रुइज पोसिबल छैन भने माई बेट वुड बी अब मैले चाहिँ लेफ्ट विङ चाहिँ अलिकति देख्दिनँ कि युनाइटेडले अब चाहिँ धेरै प्लेयर साइन गर्ने चाहिँ मैले देख्दिनँ मेरो लागि चाहिँ राइट ब्याक नै हो एउटा यस्तो पोजिसन राइट ब्याक लेफ्ट ब्याक तर भर्सटाइल प्लेयर होइन जस्तै पेड्रो पोरोलाई कहिले राइट ब्याक खेलायो तर लेफ्ट ब्याक खेलायो भने भित्र आएर खेलिदिन्थ्यो होइन इभन केस अफ क्यालाफ्युरी होइन क्यालाफ्युरीलाई पनि लेफ्ट ब्याक खेलाउँदा भित्रै आएर खेलिदिने हो नि त होइन सो त्यो गर्न सकिन्छ देयर टु मेनी इक्जाम्पल्स इभन कान्सेलो पनि त्यस्तै खालको नै थियो राइट ब्याक खेल्यो लेफ्ट ब्याक खेल्यो भने फेरि भित्र आएर खेल्थ्यो अनि सो एउटा त्यस्तो खालको साइनिङ चाहिँ युनाइटेडले गर्नुपर्छ मैले वर्ल्ड कपमा चाहिँ त्यस्तो प्लेयर लाइक मेरो अहिलेसम्म दिमागमा चाहिँ वर्ल्ड कप भन्नुभयो वर्ल्ड कप भन्दाखेरि त्यसको चाहिँ पोरो हो क्या त्यो लाइक द्याट प्लेयर इज पोरो होइन अनेस्टली गर्नुपर्ने बट गलत लाइक के प्लेयर हुन्छ नि जस्तै चाहिँ आफ्नो एकदमै एक्सट्रिम राइभल्समा खेले पनि मन पर्ने चाहिँ पोरो एउटा हो पहिला चाहिँ कुलुसेव्स्की गजब हो हान भएको आर्सेनललाई गोल हान बट राम्रो हो होइन त्यस्तो प्लेयर चाहिँ मलाई चाहिँ पोरो लाग्छ क्या एउटा चाहिँ जो चाहिँ राइट ब्याक पनि खेल्छ हो डिफेन्सिभली अलिकति विक त छ तर मलाई चाहिँ के लाग्छ नि डिफेन्सिभली विक भए पनि अब हामीले त फ्लोटर चलाउने हो नि त होइन अब त्यो ब्याकअपमा पनि राख्ने चान्सेसहरू दिने बिकज अगेन चेल्सीको जस्तो केस होइन हाम्रो यो पालि चाहिँ अलिकति लास्ट टाइम चेल्सीको जस्तै केस थियो मसँग क्वेसन छ चेल्सीको हाम्रो एनुअल कसलाई बेच एनुअल सेल्स चेल्सी कसलाई बेच्ने हो पहिल्यै कुरा गरिहालौँ न योपालि एउटा थियो होइन बेचिहाल्यो अलिकति फ्रेड भर्जन 2.0 हामीले एन्ड्रे स्यान्टोस युनाइटेडलाई बेचिहाल्यो होइन फेक ब्राजिलियन एउटा हाम्रो कुटाको होइन यो थाहा छ फेरि यस्तो खतम कुरा हो नि सान्टोस यस्तो राम्रो खेले चेल्सीमा होइन यो यस्तो हो के त्यो युनाइटेड फ्यान्सले अब चेल्सीको गेम अगेन्स्ट युनाइटेड हेर्छ एउटा होइन मैले इनफ फुटेज हेरिसकेँ अब इनफ द्याट्स भेरी लो फुटेज होइन त्यो सान्टोसलाई किन खेलाउँछ थाहा छ किन खेलाएको थियो थाहा छ त्यो लास्ट टाइममा देवर नो प्लेयर्स इन द मिडल त्यो खेल्नेवाला थियो होइन त्यो नै त्यो स्टार्टर त कुनै हिसाबले पनि होइन होइन तर खेलाउँथ्यो किन भन्दाखेरि हामीसँग कोर्नर खेलाएको छैन योपालि त्यो दौडिन सक्छ लाइक देयर इज नो पोइन्ट अफ प्लेइङ ब्राजिलियन इन द मिडफिल्ड होइन जोसँग दौडिन्छ मात्रै क्या ब्राजिलियन खेलाउनेको मेन इम्प्याक्ट भनेको अहिले बल एकछिन चलाउँछ खेलाउँछ बल गिमारेस किन खेलाउँछ त्यही अनुसार खेलाउँछ नि त सान्टोसलाई खेलाउने एक मात्र रिजन के हो भने इफ अगाडि मिस्टेक गरिहाल्यो भने पछाडि रनर ट्र्याकर चाहिन्छ नि त फेरि हामीलाई चाहिएको त्यस्तै प्लेयर हो लाइक ट्र्याकर बिकज त्यो टेलेमेन्स ल्याइसकेपछि एउटा त्यस्तो प्लेयर चाहियो नि त अगाडि लिएर आएको हो नि त त्यो त नै किन भन्दा स्क्वाड प्लानिङ नै अब एउटा रनर एउटा बल हुन सक्ला अब युनाइटेडको हेरौँ होइन हाउ मच मलाई मेरो लागि इट वाज ब्रुनो गेमारेस अनेस्टली भन्नुपर्दा म चाहिँ तर कस्तो कम पैसामा यार को भने होइन कस्तो कम पैसामा यार 60 मिलियन दिन सकिन्छ त यार को दिने त को दिन सकिन्छ रोबर्ट सान्चेज दिन सकिन्छ होइन गार्नाचो वुड बी अ गुड अप्सन गार्नाचो वुड बी अ भेरी गुड अप्सन होइन लाइक म्याडुके सँगसँगै लेभलकै हामीलाई फ्रेड 2.0 हामीलाई फ्रेड 2.0 भनिरहेको चेल्सी फ्यानले हामीले जुन गार्नाचोको स्क्याम बजाएको थियौँ नि जुन होइन हामीलाई म सोचिरहेको ठगिया छ होइन सबले एकअर्कालाई स्क्याम गरेर हामीले लिएको प्लेयर त केही न केही त गर्दो रहेछ नि चेल्सीमा स्क्यामिङ सेक्सनमा त रिसेन्ट टाइममा चेल्सी थोरै अलिकति कम तर स्टिल स्क्याम लाइक हाम्रो चाहिँ नि स्क्यामै हाने अब होइन लाइक प्राइस अनुसार त वान अफ द
इफ चेल्सीमा त्यतिखेर हावर्स बेच्ने बेला हावर्स वाज दि लाइक आउट अफ फर्म प्लेयर होइन, जो 90 मिलियनमा लिएर आएको थियो। आउट अफ फर्म चलिरहेको प्लेयरलाई नि अराउन्ड 65 कति राम्रो। 65 मा दिएको। राम्रो, That was a very like very good good sign. money. इभन माउन्टलाई 55 मा दियौँ हामीले। That was a good money. तर त्यसपछि 2 बिलियन जुन यसरी फाल्यो नि यसरी दियो होइन, अर्को just I'm only talking about the चेल्सीले दिएको स्क्याम्स Scam, होइन अँ, होइन, त्यो हाम्रो चेल्सीले, सफल स्क्यामहरू। माउन्ट त टोटल ग्रस टोटल नेट हो नि माउन्ट त होइन, हावर्समा अलिकति त्यो तलमाथि होला। अँ, माउन्ट त yes, माउन्ट ग्रोस के अरे नेट हो नि, नेट हो नि, एकाडेमी प्लेयर एकाडेमी प्लेयर नेट हो। अब यसपालि अब आर्सेनललाई दिने प्लेयर भनेको हामीसँग अब थोरै प्लेयर हाम्रो त्यही गार्नाचो अब, किनकि क्यान बी अ बेटर अप्सन देन म्याडुवेक है। फेरि गार्नाचोले फेरि टप फाइट दिन्छ नि त्यसलाई, के अरे मार्टिनेलीलाई। ट्रोसार्ड गइसक्यो, होइन गार्नाचो त हुँदैन। ट्रोसार्ड गइसक्यो नि, ट्रोसार्ड त बेसिक टाच हिँड्यो त। अब खै त बेसिक ट्याक्सी मार्टिनेली फेनरबाचे बेसिक बेसिक टाच। ट्याक्स अब अनि एउटा को किने छ मार्टिनेलीलाई 40-50 को अँ, मार्टिनेलीलाई young। नेक टु नेक 22 वर्षको कसले दिन्छ त? अब गार्नाचोले बाइक गर्दै दिँदैन, राम्रो कुद्छ त्यस्तो। राम्रो कुद्छ कुद्छ। ऊ नर्विच पछि अनि उता गएर अलिकति राम्रो मार्टिनेली पनि त कुद्ने त हो, गार्नाचोले अँ। कुद्छ। नै मैले अनेस्टली अब लाइक मैले देखेको समस्या भनेको होइन लाइक यो एक्रस द टेबल भनौँ न, आर्सेनल, चेल्सी, युनाइटेड, यसमा चाहिँ म हाम्रो विङ्गरहरू थोरै प्रोडक्टिभ छन्, मलाई चाहिँ त्यो लाग्छ होइन। के छैन म भनिदिन्छु है। सो मलाई आर्सेनलको हाम्रो भनेको कस्तो हाम्रो? युनाइटेड तिनटैको कसरी प्रोडक्टिभ हुन्छ यार, गार्नाचो दिएर हामी कसरी प्रोडक्टिभ हुन सकिन्छ त्यहाँ होइन। तर मैले भन्न खोजेको चाहिँ लाइक अघि नै जुन दाइले भन्नुभयो नि लेफ्ट विङको कुरा, साका छैन मेडवेके। सो मेरो लागि चाहिँ फर द लङ टाइम प्रब्लम आर्सेनलको लागि के थियो भन्दाखेरि, इभन पर्सपेक्टिभ फ्रम फ्यान्स के थियो भन्दाखेरि चाहिँ अरे मार्टिनेली राम्रो प्लेयर हो भन्ने थियो क्या। हो ल होइन, मैले माने कहिले 70 मिनट पछि 70 मिनट पछि 1-0 लिड छ, अपोनेन्टको चाहिँ विङ्गर राम्रो खेलिरहेछ भने चाहिँ उताको लेफ्ट ब्याकलाई चाहिँ तलमाथिमा मार्टिनेली राम्रो थियो। र एउटा सिजन थियो ऊ बक्समा गएर गोल पनि गरिरहेको थियो, मार्टिनेली राम्रो गोल गरिरहेको थियो होइन, राम्रो गोल गरिरहेको थियो। तर प्रब्लम के हो भन्दाखेरि चाहिँ यदि विङ्गर मैले डिस्क्राइब गर्दाखेरि फर्स्ट थिङ इज डिफेन्सिभली राम्रो छ, प्रब्लम हो क्या त्यो। अनि द्याट इज समथिङ आई डोन्ट लाइक एबाउट यो अहिलेको फुटबलको। अनि विङ्गरको कुरा गरिरहेछ, अरे डिफेन्सिभली राम्रो छ, गोल खै, गोल कहाँ छ, क्रस कहाँ छ, हुन्छ नि लाइक यो हुन्छ नि। अनि मलाई चाहिँ लाग्छ अब अहिले हेर्नु हो भने आर्सेनलको होइन, मेडवेके र मार्टिनेली खेलाउनु पर्यो भने त के गर्ने त? अनि होइन, मलाई अब कुरालाई यसरी मोड्न मिल्छ होइन, कुराबाट के जसरी खोला मोड्न मिल्छ भने, जुन सिजनमा मार्टिनेलीले बक्समा गएर गोल हानिरहेको थियो होइन, त्यो सिजन आर्सेनलले प्रिमियर लिग जितेन। जुन सिजन मार्टिनेलीले साला डिफेन्सिभली राम्रो खेल्यो, तर त्यो त अब लिग सिजन लाइक आर्सेनलले एउटा जस्ट टु बी अनेस्ट भन्नु पर्दाखेरि होइन, अब डेटा बाई डेटा हेर्न सकिन्न, बट आर्सेनलले लिड लिएर 1-0 को लिड बचाएको टन्ने गेम छ पछाडि 30औं गेमदेखि 38 गेमसम्म टन्ने गेम यस्तो छ कि जुन 1-0 को लिड बचायो, त्यो बचाउनै हेल्पले गरिरहेछ। 70 मिनट पछि आएर मार्टिनेलीले गरिरहेछ। तर माई पोइन्ट इज त्यो पोइन्ट इज 23-24-25 को सिजन पनि त छन् नि, मेबी देयर वाज अ बेटर विङ्गर टाइटल त्यति बेला आउँथ्यो हो, बिकज आर्सेनलले ढोका नक गर्न थालेको र नजिक आएको त यो फर्स्ट सिजन होइन नि त। यस्तो धेरै सिजनहरू भयो जहाँ गएर बक्समा गोल गर्नुपर्ने चान्सेस निकालेको, बाहिर बजाइदिएको थियो होइन, दिनुपर्ने वर्क रेट त थियो, सरी अट्याकिङ इनपुट थिएन। किन भन्दाखेरि मार्टिनेली 22-23 त्यति राम्रो खेलेको थियो भने ट्रोसार्ड किन आउँथ्यो हो टिममा? बिकज देन इट वाज ट्रोसार्ड हु स्टार्टेड टु कन्ट्रिब्युट। दैट वाज म्यानेजर चोइस हैन, म्यानेजर हैन, बिकज गोल्स थिएन क्या, बिकज ट्रोसार्ड ह्याड दोज गोल्स, ट्रोसार्डसँग त्यो गोल्स छ। कुन डिसिजन लिने भन्ने कुरा चाहिँ त्यो म्याच अल्सो मार्टिनेली केसमा चाहिँ कस्तो भन्दाखेरि चाहिँ जब मार्टिनेली आएको थियो टिनेजर ग्रुपमा आएको नि त, साका टिनेजर, मार्टिनेली टिनेजर, एमिल स्मिथ रो टिनेजर, ओडेगार्ड, अनि यिनीहरूको ग्रोथ हुन्छ नि, साका ग्रोथ भएर पुगिसक्यो, एमिल स्मिथ रो त्यो इन्जुरी भयो, के भयो, फुल्याम मार्टिनेली बिचमा छ क्या, तिमी न ब्रेकआउट हुन सक्यो, गजबले त ग्रोथ भएन, ऊ त अहिले जति गोल हाल्छ ऊ त 18 म्याचमा गोल वर्षको गोल हाल्नु छ नि त, तिमी त 4th डिभिजनबाट ल्याएको नि ब्राजिल, तिम्रो त्यो ट्यालेन्ट छ नि त, तिमी बस्ट किन भएनौ भन्ने चाहिँ। तर मार्टिनेलीको एउटा सिजन थियो नि द मोस्ट इम्प्रुभ प्लेयर भनेर नि खूब 22-23 15 गोल हाने नि, सबसे हाईएस्ट ब्राजिलियन त्यतिखेर थियो होइन, त्यतिखेर थोरैले मिस आउट गरेको नि त आर्सेनलले होइन। लास्टमा मेरो पोइन्ट अफ भ्यू चाहिँ त्यही हो कि आर्सेनललाई चाहियो त टाइटल,
होइन त्यहाँ डिसिजन लिनुपर्ने त्यो आर्टेटाले होइन आर्टेटासँग चोइस थियो लाइक विङ्गर बढाउने कि विङ्गरबाट लाइक गोल स्कोरिङ लिएर आउने कि हामी डिफेन्सिभ सोलिडिटी हेर्ने ट्रान्जिसनमा हेर्ने भन्दाखेरि आर्टेटाले मेबी ल त्यो हेऱ्यो होला त्यसरी मार्टिनले युज गर्यो होला बट त्यही हो अब आर्सेनलले लास्ट फाइनल त्यो हुन्छ नि छडी चलाएको हो होइन त्यो चलायो मार्टिनेलीले त्यसरी गयो होला टाइटल पनि जित्यो होला अब मार्टिनेलीसँग अघि भने त्यो ट्रान्जिसन भेट्ने होइन यो विङ्गर साइन गर्छ भने ठिकै छ नत्र के अरे पेट्रोनेटो वुड बी अल्सो गुड अप्सन आर्सेनलको लागि यतै घुमाइराख्ने अनि मार्टिनले बिचरा चाहिँ जब सेन्टर आउँछ इफेक्टिभ छ क्या उसको गोल र असिस्ट हेर्ने हो भने इफेक्टिभ छ तिमीलाई टच लाइनमा राखिरहेको छ साइडमा बस्छ उसँग एउटा ट्रिक छ बाहिरबाट घुमाउने ऊ साका छ भित्र बाहिर आउँदैन होइन डिफेन्सिभ वर्क राम्रो छ उसले चाहिँ लेफ्ट ब्याकको छ फेरि मेक सेन्स गर्छ क्या क्यालिफेरी चाहिँ हिरोपल्टर चाहिँ सेन्टरमा गइरहेको छ भने तिमीलाई चाहियो नि त अनि आर्टेटाको जुन आउट अफ पोजिसन छ उसको त डिफेन्सिभ गोल नआउन फरक पर्ने गोल नखाउ स्ट्राटेजी त्यसमा चाहिँ इट मेक सेन्स बट त्यो प्लेयरको आफ्नो इन्क्यापी बरु धेरै अगाडि बढिरहेको थियो यो सिजन आर्सेनलबाट अगाडि मार्टिनेली चाहिँ बायनमा हुन्छ अथवा पिएससी हुन्छ नि 20 गोल हान्छ त्यसले त्यो त्यतिको उसको स्ट्राइकिङ छ बायनमा हो भने चाहिँ हान्छ ब्राजिल हराउनुमा एकमात्र यो के भन्छ अरे अर्को एउटा त्यो नि आर्टेटाको नि रहेछ साला मार्टिनेली जस्तो प्लेयरलाई होइन ब्राजिलको प्लेयरलाई यो घोडा जस्तो बनाइदियो ट्रिकी देखाउनु पर्ने प्लेयरलाई होइन ब्राजिलको प्लेयरलाई ल एनी क्लोजिङ नोट दाइला क्लोजिङ नोट विथ स्पेन विनिङ अरु केही क्लोजिङ नोट फाइनलकै कुरा गरौँ नि त ल फाइनल क्लोजिङ नोट स्पेन इज अ भेरी ब्यालेन्स टिम मल्टिपल स्टाइल अफ गेम खेल्न सक्छ जुत्तिन पनि सक्छ बल कन्ट्रोल गर्नु पनि त्यो नि खेलिदिन्छ डिफेन्सिभ पनि राम्रो सोलिड छ त्यो हिसाबले चाहिँ दे सुड विन इट अनि यो मान्छेलाई हुन्छ मेरो लागि चाहिँ मजाले कम्प्लिटली पुरै याद भने 2010 वर्ल्ड कप हो क्या प्लस पिक बार्सा एल क्लासिको होल चाहिँ बार्सा र चाहिँ मड्रिडको स्क्वाड छ पिक स्पेन भनेपछि त्यो एउटा थोरै अट्याचमेन्ट त्यो रहन्छ प्लस आफ्नो लागि पनि मिकेल मेरिनो आर्सेनल गजबको अनि उसको गेमै त्यही हो फेरि क्लबमा चाहिँ हो त्यही हो आउँछ कसैले पनि एक्सपेक्ट गर्दैन उसको नाम पनि आउँदैन ऊ हुँदा पनि होइन उसले डिमान्ड पनि गर्दैन ऊ आउँछ काम गर्छ सडनली ऊ जित्छ एरियल बल जित्छ ऊ आएपछि चाहिँ लङ बल दिँदा भयो सो त्यो हिसाबले चाहिँ भेरिएसन सबै राम्रो छ एट द सेम टाइम आफ्नो जर्मन के अरे अर्जेन्टिना त आफ्नै भइहाल्यो एक राउन्ड जितेर जाओस् मेसी के छ र ब्याक टु ब्याक जितेर हिस्ट्री बनाएर जाओस् सो रिगार्डलेस अफ हु विन्स इट्स अ विन फर मी अनि आई वुड से इट्स अ सक्सेसफुल वर्ल्ड कप जति यो हल्ला थियो नि चाहिँ के अरे कसलाई पस्न दिएको छैन टिकट महँगो भयो 48वटा टिम छ बिजोग थियो त्यो सबैले हेरेको त्यो नोइजले हेरेको चाहिँ आई थिङ्क इट्स अ सक्सेसफुल वर्ल्ड कप भन्छु म त्यो यसमै मेरो क्वेसन दाइ 64 वाला आई डु नट अग्री विथ दैट 64 चाहिँ टु सुन टु अर्ली भन्छु म एकछिन 48 के हेरौँ बिकज ठिक छ वर्ल्ड कपमा त सधैँ टिम 34 मा गएर चाहिँ लाइक 34 एटलिस्ट 2-3 वर्ल्ड कप चाहिँ 48 अहिले त वर्ल्ड कपको त्यो ओपनिङ विकमा कसो गेम भएको थियो बिर्सिन थालिसक्यो क्या एउटा कुन चाहिँ मिममा जोक भनेको थियो क्या सो यसो गरौँ 200 देशलाई नै खेलौँ अनि 3-4 वर्ष वर्ल्ड कप गरौँ त्यसलाई क्वालिफायर हुन्छ यो ठिक कुरा हो 48 वाला वर्ल्ड कप हेर्नुपर्छ होइन सदाको लागि हेर्नुपर्छ हामीले होइन आइएम नट त्यो 64 कमन फुटबल कम्पिटिटिभ पनि हुनु पर्यो टिम्सहरूलाई पनि कम्पिटिटिभ फिल गराउनु पर्यो होइन इट्स नट लाइक ए गिभिङ स्लट्स चेन्जिङ क्वालिफायर चेन्ज गरी स्लट दिने क्वालिफायर चेन्ज गर्ने सबैले लिएर आउने हो कल्चरल कुरा हो होइन सबै आउँछ कल्चर यो पालि युनाइटेड स्टेट्स मेक्सिको र क्यानाडा जस्तो ठुलो ठुलो देशमा भएको थियो र सबै धान्न सक्यो सबैले स्पेस पनि पाए होइन सबैले आफ्नो देखाउने पनि कुरा पाए प्लस मिडिया पनि त्यो लेभलको भयो किनकि इट्स युनाइटेड स्टेट्समा भइसकेपछि सबै कभरेज हुन्छ अब जहिले पनि ठुल्ठुलो देशलाई मात्रै दिएर त हुँदैन होइन 34मा साउदीमा छ होइन 30मा 3टा देशमा छ अब सुरु गेममा त फेरि साउथ अमेरिका 48 टिम्स इज द म्याक्सिमम कुरा हामीले हेर्न सक्ने होइन योभन्दा बढी बढाउनु 64 बनाउनु त यो कमन यार दिस इज नट यो बाइनेरी साइनेरीको यो 8 बिट सेट बिटको कुरै होइन यो बिटतिर नजाउँ हामी होइन यो 48 6 बिट भन्छ होइन ठिक छ आई एम फाइन विथ 48 यो जबसम्म भन्छ 48 ठिक छ ल योभन्दा बढाउनु पर्ने सिरिज छैन एक छ भने चाहिँ मैले चाहिँ हेर्नु पर्छ
लास्ट क्वेसन होइन लाइक अब इफ 3टा देशले होस्ट गर्नु पर्यो भने फ्रम एसिया लाइक अब 3टैले गर्नु पर्यो कि 48 भयो नि त बड सो विच आर द 3 होस्ट द्याट यु वुड हुन्छ नि 2जनाले चाहिँ कुन चाहिँ हेर्न 3टा होस्ट 3टा लाइक अरे यार अब अहिले युएस मेक्सिको क्यानाडा चल्यो अब पनि 3टालाई दिने सिस्टम आइरहेछ अरबिया पो भयो जतिको इन्फ्रास्ट्रक्चर हाने आएर लाइक भन मैले भन्न खोजेको चाहिँ एसियाबाट चाहिँ 3टा यस्तो देशहरू चाहिँ तपाईँहरूले रोज्नु पर्यो भने जहाँ यु वान्ट टु सी वर्ल्ड कप होइन हुन्छ नि यहाँ भयो भने चाहिँ के हुन्थ्यो है कल्चरल एन्ड एभ्रिथिङ भन्छ त्यस्तो 3टा देश चाहिँ कुन कुन रोज्नुहुन्थ्यो आई थिङ्क चाइना आई थिङ्क एक्लै आउँछ चाइनाले चाहिँ एक्लै भ्याउँछ आउँछ। बट स्टिल Still, एउटा चाइना यसरी चाइना कोसँग मिल्छ भन्ने हो नि त फेरि त्यो अर्कोतिर जान्छ होइन चाइना सुड होस्ट वर्ल्ड कप यस्तो टाइम जस्तो लाग्छ चाइना पछि इन्डिया डेफिनेटली बिकज इफ इन्डियाले होस्ट गर्दैछ भने हामी पनि एउटा अलिकति दावेदारी चाहिँ को होस्ट 2टा स्टेडियम अथवा एउटा स्टेडियम चाहिँ राम्रो बनाएर एउटा ग्रुप स्टेजको म्याच चाहिँ होस्ट गरेर आई थिङ्क त्यतिको त हैसियत बनाउन सक्छौँ अब आज भोलि हुन्छ होइन 20-30 वर्ष छ 20-30 वर्षमा चाहिँ इफ इन्डियाले गरिरहेको छ भने आई डोन्ट थिङ्क त्यस्तो त्यो सोच्ने अपराध हुने खालको के इन्डिया अन्डर 20 वर्ल्ड कप गरे हो नि Under 17. वुमेन पनि दिएको हो नि सो नर्थ इस्टमा राम्रो कल्चर छ फुटबलको अब इन्डिया क्वालिफाई हुँदैन त्यो आँट्दैन त त्यो छुट्टै कुरा हो एन्ड थर्ड वुड बी एकचोटि फेरि जापान कोरिया गरौँ आई थिङ्क अनि होमसमा जित्छ जापान वर्ल्ड कप जसको जुन 50 किताबकै त होस् होइन अनि इट वुड बी नाइस क्या Nice. कति युरोप र जापान गएर हेरेर पनि पर्छ होइन सो जापान अलिक खतरा देश हो। ल अब मेरो चाहिँ के छ भने होइन अल्गोरिदमै बसौँ भन्छु म चाहिँ चाइनातिर जाँदिनँ म होइन त्यसपछि मेरो चाहिँ जापान नै हो होइन अप्सन चाहिँ जापान एउटा कोरिया एउटा होइन लास्टमा चाहिँ आइसी इन्डोनेसिया एउटा जापान कोरिया इन्डोनेसिया जापान कोरिया अब इफ स्लटको हिसाबमा एसिया मान्ने हो भने अस्ट्रेलिया पनि जान्छ होइन लाइक अस्ट्रेलिया इज मोर लाइक युरोप नै क्या अस्ट्रेलियाको पनि न्युजिल्यान्डले गर्छ मोर लाइक युरोप नै लाइक अब हामी मैले चाहिँ त्यो यतापट्टि खाडीतिर चाहिँ गइनँ म होइन त्यो त इनफै छ कतार साउदी भइने इनफ नै छ त इनफ नै छ साउदी अब युएको पनि कुनै पनि ढिलो चाँडो गर्छ ढिलो चाँडो गर्छ सो जापान होइन लाइक फुटबल कल्चरली पनि राम्रो छ लाइक दे क्यान होस्ट एकदम ब्रिलियन्ट तरिकाले होइन एन्ड को होस्टमा क्यान बी इन्डोनेसिया फुटबल कल्चर ठुलो छ लाइक यहाँ गुड फेसिलिटिज पनि होइन अनि कोरिया त्यही 3टा किनकि साउथ इस्टमा पर्दैन यिनीहरू त्यही होला मेरो 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 पनि त्यही मेरो चाहिँ चाइना देन जापान देन इन्डोनेसिया लाइक बिकज जापान इन्डोनेसिया एएफसीमा चाहिँ धेरै पछाडि परिसक्यो इन टर्म्स अफ होस्टिङ द टुर्नामेन्ट्स होइन त्यही भएर चाहिँ मेरो थोरै सफ्ट साइड चाहिँ छ त्यहाँतिर बिकज इन्डोनेसिया त म्यासिभ अनि म्यासिभ फुटबल कल्चर क्या जस्तो अस्ट्रेलिया न्युजिल्यान्ड त भेटाउन पनि सक्दैन क्या त्यहाँ हुन्छ नि मलाई लाग्यो सबभन्दा बढी फुटबल कल्चर भएर सबभन्दा बढी त्यो एएफसी र यो सबले ट्याप इन नगरेको ठाउँ इज इन्डोनेसिया हुन्छ नि त्यसले गर्दाखेरि चाहिँ आई वुड से इन्डोनेसिया जापान चाइना त हुनैपर्छ यार कमन हुन्छ नि एउटा ओपनिङ सेरोमनीकै लागि भयो नि हुनुपर्छ बेजिङ ओलम्पिक्समा त नेपालको कुरा जोड्नु हो हालेको होस् होइन वाट इफ मा त्यही टाइममा फेरि एन्डमा ब्यान्ड भइदियो नि जब ठ्याक्क आउने होला होइन साउथ एसियालाई स्लट भन्दाखेरि त्यतिखेर होइन सुन्नु न ब्यान्ड किन भन्नु न किन त्योभन्दा अगाडि स्टेडियममा भोट गर्ने बेला पैसा भयो with this होइन we come to this episode होइन एन्डमा आइसक्यो हामी सो या अब तपाईँहरूले हेर्दै हुनुहुन्छ भने यो अन्तिमसम्म हेर्दै हुनुहुन्छ भने एउटा सहयोगको रूपमा होइन भिडियोलाई लाइक गरिदिनु न सब्सक्राइब च्यानललाई र हामीलाई जहिले पनि लाइभमा तपाईँले कति बजी 7:45 त तपाईँ हामीलाई लाइभमा भेटि नै हाल्नुहुन्छ अब यहाँ कति बजी सोध्नु पर्यो होइन तर पनि त्यो बेला तपाईँले ट्याक्क देख्नुहुन्छ एउटा तपाईँले घन्टी बजाउनु भएको छ भने है अब घन्टीको बजाउने कुरामा अब धेरै कुरा नगरौँ घन्टी र बजाउने भन्ने कुरा सुनिराख्नु भयो होला आजभोलि तर यो च्यानलको लागि हो र आजको लागि यति नै